सार्वजनिक भएको देखिन्छ हैन त्यो विषयमा भनिदिनुस् न। यो घटना यदि सत्य तथ्य हो भने तपाईँ प्रमाण सहित हैन साथीहरूलाई जानकारी गरिदिनु होला। होइन भने यस्ता प्रश्नहरू अफवाह धेरै फैलाइन्छ के यो। त्यही कारणले गर्दाखेरि चालकलाई आधिकारिक कुराहरू प्रमाण छ भने ल्याइदिनुहोस्। हैन भने यो मासमा यसरी म्यासेजहरू चाहिँ एक्सपोज नगरिदिनु। यो चाहिँ असत्य हो तपाईको भने अनुसार। हजुर हजुर किनभने प्रमाण सहित ल्याइदिनु होला के। तपाईँ सत्य बोलिदिनुस्। यो चाहिँ यो जुन अफवाह फैलाएको छ यो चाहिँ असत्य छ। कन्टेन्टको लागि चाहिँ प्राय यो म्यासेजहरू चाहिँ एक्सपोज भइरहेछ। यसले चाहिँ हामी राइडरको सम्मानलाई चाहिँ गिराइरहेको जस्तो महसुस भएको छ। जसले गर्दाखेरि हामी चाहन्छौँ कि हामी यहाँ कसैले लुट्ने ठग्ने धन्दा चलाइरहेको छ। हामी सेवा दिइरहेछौँ। मास्टरलाई बोक्ने पनि हामी राइडर, कुनै चलेका टेलिभिजनले पनि एङ्गो राइडर पठाउ राइडरले युवतीलाई बलात्कार गरे यस्ता घटनाहरू पनि सार्वजनिक भएको सुनिन्छ समाचारमा। यो चाहिँ कतिको सत्यता हो? त्यो मलाई बलात्कार घटनाको कुराहरू चाहिँ अब यस्तो छ है, अफलाइन गर्ने केसहरूमा यो केस आएको हो, मैले पनि सुनेको छु, प्रत्यक्ष देखाएको छु। र म त्यो कुरालाई चाहिँ अब एउटाले गलत गर्यो भनेपछि सरकारको कानुनी हिसाबले अगाडि बढ्नु पऱ्यो नि त। कानुनको कलरमा ल्याएर 10 वर्ष जेल हाल्नु पऱ्यो क्या। होइन हामी यस्तो त्यो मान्छेको पछिमा हामी छैनौँ। हामी कुनै पनि राइडर साथी हुँदैनौँ। किनभने उसले गलत गरेछ भने सुन्नुपर्छ। किनभने हामी गलतलाई गलत भन्छौँ, सहीलाई सही भन्छौँ। अनलाइन राइडर चाहिँ त्यसो काम गर्दैन। हामी अफलाइन गर्नु किन बाध्य भएको छौँ भने अनलाइनमा रेट नपाएर चाहिँ अफलाइन गर्न बाध्य भएका छौँ। यो खाल्डोलाई चाहिँ हामी कुर्दैछौँ। अब आउने सरकारले कुर्ने भने अब यो सरकारले कसरी तपाईँहरूको माग पुरा गरिदियोस् भन्ने तपाईँको चाहना छ? अब मेन कुरा हाम्रो राइड सेयरिङको विषयमा त कुनै पनि कानुनै छैन। 2049मा कानुन छ। त्यो चाहिँ तपाईँको ठुला बस, मिनी बस, माइक्रो बस र टेम्पोमा मात्रै भाडा समायोजन, ट्याक्सीमा समायोजन गरेको छ। तर राइड सेयरिङ एप्सको जुन केसमा चाहिँ हाम्रो रातो नम्बर प्लेटको केसमा चाहिँ कुनै पनि कानुन नबनेको कारणले हामीले अन्यलमा भएको। तपाईँले रातो नम्बर प्लेटको कुरा गर्दै गर्दा सरकारले एङ्गो राइडर यो के अरे अनलाइन राइडिङ सेयर या उहरूलाई चाहिँ कालो नम्बर प्लेट अनिवार्य लागू गर्ने भनेको थियो नि। त्यो चाहिँ केस लागू भएको छ? त्यो नियम लागू भएको छ कि नै? किन भएन त? दुई तिहाईको सरकार हुँदा पनि यो प्रश्न मलाई होइन कि सरकार कसैले भन्नु होला। तपाईँको बुझाइ चाहिँ के छ? तपाईँको बुझाइ, तपाईँ एउटा चालक हुनुहुन्छ, तपाईँको बुझाइ के छ? बुझाइ चाहिँ 2022 सालमा कानुन आएको छ। दैनिक प्रदेशको हकमा कानुन आएको छ, जसमा चाहिँ तपाईँले जुन भन्नुभएको छ नि नम्बर प्लेटको पछाडि एसटी भनेर सर्भिस ड्राइभर भनेर चाहिँ त्यो नाम भएपछि तपाईँले चाहिँ राइड सेयरिङ एप चलाउनु पाउँछ भन्ने त्यो अप्सन छ। तर बागमती केसको हकमा कुनै पनि कानुन नबनेको कारणले गर्दाखेरि हामी अन्यल भइरहेको छ। कारणले गर्दाखेरि हामी सडकमा आएको हौँ क्या। यो कुरा चाहिँ बुझ्नु। अब यो मन्त्री परिषदमा युवा मन्त्रीहरू छन्, तपाईँको पढे लेखेका जान्ने बुझ्ने मन्त्रीहरू छन्। ती मन्त्रीहरूले तपाईँको दुःख पीडा देख्लान् कि नदेख्लान्? हामी त आशावादी छौँ, आशा गर्दैछौँ। किनभने हामी यो देश बनाउने हामी पनि एउटा इच्छा हुनसक्छौँ। हामी सबै मध्ये एउटा इच्छा हामी पनि हुनसक्छौँ। पक्कै पनि सुन्ने जाउने अपेक्षा चाहिँ लिएका छ। किन तपाईँलाई यो खास यो चाहिँ सरकारले दिएको हो कि तपाईँ आफै लगाउनु भएको कि तपाईँलाई कम्पनीले दिएको कि हो? अब यो कुरा लागू हुँदैछ। तपाईँको सबै चालकहरूले, हाम्रो राइडर साथीहरूले यो कपडा लगाएर मात्रै सर्भिस दिन पर्ने भन्ने कुरा चाहिँ लागू हुँदैछ। त्यसैले हामीले अहिलेबाट चाहिँ अभ्यासको रूपमा चाहिँ हामीले अगाडि तपाईँहरू चाहिँ एउटा जिम्मेवार नागरिकको रूपमा भएर तपाईँले यो लागू गर्नुभएको? हजुर। सरकारले सरकारको नीति नियममै आउँदैछ सर यो। त्यो भएर हामी लागू गर्दैछौँ। अब सरकारले त्यो कालो नम्बर प्लेट राख्ने नीति नियम ल्यायो भने तपाईँहरूले त्यसलाई पालना गर्नुहुन्छ कि त्यसको विरोध गर्नुहुन्छ? यस्तो छ क्या सर, तपाईँले पनि होइन एउटा कुरा चाहिँ कष्ट बुझ्नुहोस् कि नम्बर प्लेटमा हामीलाई कसैलाई चित्त दुखाइ होइन क्या। जब कि होइन 1 वर्षको 50,000 राखिदिनु भयो भने तपाईँ